प्राविधिक शिक्षालय श्री भानुमारी शिव शताक्षी साथ लालझोडा झापाको 57औं वार्षिक उत्सव कार्यक्रमका केही झलकहरू। हरेक क्षेत्रमा सहयोग पुर्याउनु हुने नगर पिता भनिन्छ श्री मेघहाङ थप्रा रोशनजीको उपस्थित भएको छ। उहाँलाई म विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु स्टेजमा हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु। आसन ग्रहण गर्न अनुरोध गर्न चाहन्छु। जोरदार तालीले सम्मान व्यक्त गरिदिनु होला। म कार्यक्रमलाई अब सरसर्ती अगाडि बढाउन गइरहेको छु। श्री भानु माध्यमिक विद्यालयको 57औं वार्षिक कार्यक्रम आज मिति 2081 साल फागुन महिनाको 9 गते शुक्रबारको दिन यस विद्यालयको निमन्त्रणालाई स्वीकार गर्दै आफ्ना हरेक व्यस्तताहरूलाई व्यवस्थापन गर्दै प्रमुख अतिथिको रूपमा पाल्नुहुने संघीय निर्वाचन क्षेत्र नम्बर 4 झापाका प्रतिनिधि सभा माननीय सांसद श्री एलपी सभा लिम्बुज्यूलाई प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुन म स्टेजमा हार्दिक अनुरोध गर्न चाहन्छु। जोरदार तालीले सम्मान व्यक्त गरिदिनु होला। स्वागत सही भानुमारीमा वसन्त बहारको चम्किलो अवसरमा भानुमारीको प्राङ्गणमा स्वागतम कविता मार्फत मेरो पनि सबै आगन्तुकलाई स्वागतम। यो कार्यक्रमप्रति शुभकामना व्यक्त गर्न चाहन्छु। यहाँ प्रधानाध्यापकज्यूले शिक्षा क्षेत्रको गरेका विकासको सन्दर्भमा उहाँले केही व्याख्या गरिसक्नु भएको छ। त्यो हामीले र यहाँ उपस्थित महानुभावले सुनिरहनु भएको छ। हामीलाई थाहा छ, म धेरै व्याख्या गर्दिनँ कि हामी यो शिव शताक्षी लगायतका विभिन्न ठाउँमा रहेका विद्यालयहरूको विकास प्रगति उन्नति कसरी भयो यो मैले धेरै व्याख्या गर्दिनँ। यता पछाडि दाइहरू हुनुहुन्छ, बुवाहरू हुनुहुन्छ, तपाईँहरूलाई थाहा छ यो कसरी बन्यो। अनि अता यो पछाडि र देब्रेपट्टि बनेको भवन अहिले यो ठिक जस्तो मात्रै लागेको छ। योभन्दा उन्नत गर्नुपर्ने छ। यसका निम्ति हामीले धेरै यही गर्नलाई पनि हामीले धेरै व्यवस्थापन गऱ्यौँ। अहिले मैले यहाँलाई थाहा छ यो विद्यालय म हेरिराखेको छु, गर्ने प्रयत्नहरू भइराखेका छन्। माइली आयो बस है माइली गाउँरामा मिलाएर बस है। ओइ सुन्ने सक्छ भन्दा बिमारी
अनि त्यही ठाउँमा हजुर नै होइन भीमादेवी खत्री। सर्वप्रथम त म सिधै पत्रकार चेतनाको कार्यक्रम गर्दै गाउँ गाउँतिर जनचेतना फैलाउँदै हुन्छौँ। हामी आमाको स्वास्थ्यको ख्याल राख्न बस्नुहोस् है त। केही अप्ठ्यारो पऱ्यो भने नेपाली स्काउटले सम्झाउनु। नेपाली स्काउट सामाजिक सेवाको लागि कहिले पछि हट्ने छैन। नानीहरूले गरेको काम त म कहिल्यै भुल्ने छैन। आफ्नो स्वास्थ्यको ख्याल राख्नु। हाम्रो स्काउट चोक गाउँ गाउँतिर जनचेतना फैलाउनको लागि तयार होला। हाम्रो स्काउट चोक आर यु रेडी? सर्ट ल्याउँदै बनाइदिनु होला है। मोबाइल त चलाउने तर 24 घन्टा चलाउने होइन। काम परेको बेला मात्र प्रविधिको प्रयोग त गर्नुपर्छ तर सही तरिकाले लागि है।
गौतम दुर्गा गौतम जसले हामीलाई यो ब्याग उपलब्ध गराउँदै हुनुहुन्छ। उहाँहरू हाम्रो यस भानु माविका पूर्व विद्यार्थी पनि हुनुहुन्छ, शिव शताक्षी वार्ड नम्बर 7 निवासी। यसरी शिक्षा प्रेमी अक्षर कोष दाता तथा वर्ष उत्कृष्ट शिक्षक सम्मान एवं पुरस्कार वितरण कार्यक्रमको साथ सौहार्दपूर्ण वातावरणमा वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको थियो।